आउनुहुन्छ हजुर मेरो घरमा नि यो आउनुहुन्छ घर हो तपाईँको यो बेडरुम हो तपाईँको यो बाथरुम हो तपाईँको अनि के भन्नु खोजेको यो सुन्नु न मलाई मेरो अधिकार तपाईँले सिकाउने होइन मलाई मेरो अधिकार थाहा छ नि अनि तपाईँले यो कहाँ जानुपर्छ त्यो मलाई थाहा छ तपाईँ मलाई पढाउने होइन तपाईँ मेरो प्रोफेसर होइन गलत गरेको छु भने भन्नुहोस् मन्त्रीज्यूलाई अनि यो त तपाईँ के गर्दै हुनुहुन्छ मैले तपाईँलाई जवाफ दिने त्यो कुराले म सुन्नुहोस् ठिक छ देला भने हामी भोगौँला ठिक छ उहाँहरूले बोलाउनु होला नबोलाउनु उहाँको मैले तपाईँ रेकर्ड गर्दै हुनुहुन्थ्यो कि सर रेकर्ड गर्दै हुनुहुन्छ नि तपाईँलाई मैले अघि नै भने नि तपाईँले हाम्रो प्रशासनमा कुरा गर्नुहोस् होइन हामीलाई होइन रेकर्ड गर्ने त्यो यतिको पत्रकार त हामी हरेक दिन भेट्छौँ सर तपाईँ जतिको पत्रकार हामी डेली भेट्छौँ ठिक छ होइन हामी यतिको पत्रकार प्रत्येक दिन भेट्छौँ होइन रेकर्ड गर्ने यस्ता पत्रकारहरू प्रत्येक दिन प्रत्येक मोडमा हामी भेट्छौँ यो पत्रकारहरूसँग म डराएर चुप लाग्यो भने त फेरि मेरो पत्रकारितै हुँदैन दर्शक पनि म यहीँबाट गइरहेको थिएँ यो 209 नम्बरको कोठामा उहाँहरू वेटिङ रुममा बस्नुभएको थियो उहाँहरूले मलाई भन्नुभयो यसो भएको छ मेरो गुनासो अलिकति देखाइदिनुहोस् हामीले त्यति मात्रै देखाउने प्रयास गर्यौँ